मेरो युट्युब च्यानल हेरेर बस्नु भएको सम्पूर्ण दाजुभाइ दिदीबहिनी नि अब म लगायत सम्पूर्णलाई म डुगुल ब्लगको तर्फबाट यहाँको जुनी ड्राबाट सबैले वेलकम र नमस्कार कुजम्बो भन्न चाहन्छु है त। आज चिन फेरि हामी तपाईँको मार्फत तपाईँको मनोरञ्जन दिनुको लागि यहाँ जुनी ड्राको दर्शन गर्न आएको छ। सबैले अन्तिमसम्म हेरेर साथ दिनु होला जान्छ है त। म सबै डिटेलमा बनाउँछु है त। हेर्न सक्नुहुन्छ तपाईँले। यहाँ चाहिँ अहिले म यहाँ बिचमा छ, माथि गएर बाटो कस्तो छ सबैले डिटेल गरेर बनाउने छु। सबैले हेरेर अन्तिमसम्म हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिन बुझ्नु होला जान्छ है त। अब जाउँ है त, यसको न।
सधैँको जस्तो अझै म एक्लै छैन यहाँ अलवेज हियर जस्ट मगर के छ बरु आज यता हेर्न हो इङ्ग्लिस पनि दिइहाल्यो केटाले हो हल्का इङ्ग्लिस पनि दिन्छ यहाँ छु घरमा फेरि एकजना अर्को यता छ ल म देखाउने वाला छु सबैलाई होइन ओ सेम कता चाहिँ लुक्यो त्यो छ एकजना चाहिँ होइन हामी चारजना छ यो सबै होइन यहाँ हेर्न मेन अब त सधैँ हुन्छ मसँग ल अब बाटो बुल्ने के छैन छ तर सिधै गुगल म्याप हेऱ्यो भने सबै आइपुग्दैछ हो यहाँ यसोदेखि चाहिँ हेर्नेवाला जान्छ है त यहाँबाट सिधै रहेछ बाटोहरू के कस्तो छ बाटोहरू सबै देखाउनुवाला छु सबैले अन्तिम सरसँग हिँड्न भन्छ है त जाँदैछौ आइजी यहाँ साथीहरू म माथि होइन अहिले भने जस्तो यहाँ हामी चारजना छ आज पनि यहाँ फोटो सेसन हुनेछ छुट्टिदैन Đây, this is a coffee video. It's more. Put the here. Cost. अब तपाईँहरू यहाँ आउनु छ भने हाराउने डोर केही छैन जाऊ यहाँ सबै तर उनीहरू मग गरिरहेछ हैन
सबै यस्तै छ बाटोहरू पनि त्यो उकालो छैन अहिले त होइन एकछिनमा रहेछ हौ त देख्दै हुनुहुन्छ तपाईँहरू त होइन जङ्गलतिर माथि माथि बस्नेहरू चाहिँ मेडिटेसन गर्ने यो ठाउँ रहेछ होइन यो बस्ने जग्गा रहेछ उनीहरू यसै छ शान्ति बाटो त यहाँ तपाईँ देख्दै सक्नुहुन्छ यहाँ हराउँला पनि डोर्के छैन छ यो माग यदि जानुपर्ने छ होइन जानेछु म पनि फर्स्ट टाइम हो आइज पहिलोचोटि नै हो यसैले सँगै घुमौँ है त लिङ्क जा छ है थाके हो कति हिँडेको छैन आइदो गेला त होइन यहाँ यहाँ तलबाट रोडबाट एकछिन 5 मिनट जस्तै देखेर यहाँ छ होइन त्यहाँ के छ भने टोगेरेबुछी तिनचुङ जुनी डाकी यहाँबाट रहेछ त्यहाँ चाहिँ के छ भने नि छ भने सुनेको थियो हेर्न जाउँ है त यहाँ चाहिँ उयो छ के भन्छ छुपोती के भन्छ त्यो बुकलाई अब नेपालमा के भन्छ म थाहा छैन पेछा यो चाहिँ पेछा हो पेछा यो चाहिँ सबैले दर्शन गर्न होला होइन यो भने चाहिँ एकछिन माथिको छ र छिपोती भनेपछि यो चाहिँ ढुङ्गा होइन साथीहरू हो त हेर्दाखेरि यो चाहिँ ट्रान्सक्रिप्सन छ नि साथीहरू बेचा यो के भन्छ यो पोती पुर्ने यो धर्मको पेछा चाहिँ यो अरे बाउले सिकाउने छ यहाँ होइन लागि कसरी लाउने भन्ने कुरा हामी यसै हल्का नि जिस्केको गाउँसँग मान्छे यो सिन अब पिन्जो छैन भने चाहिँ यस्तो गर्नु युज गर्नुपर्छ हल्का मात्रै रहेछ के कस्तो लगाएछ यसले लागि मकरा सराउँदा त होइन उसको सिम फिन्चो छैन नि त अर्को टाइपमा यस्तो गरेर तपाईँको पनि फिन्चो छैन हामी पहिला स्कुलमा यसरी लाउँथ्यौँ नि त हो फिन्चो नभएको बेलामा यसो गर्दा चाहिँ अब पक्रेर बस्छ ल अब अर्को गरेर लगाइछ भने तपाईँको जस्तो गरेर लगाइछ भने चाहिँ फुट फुट निक्लिन्छ अनि तपाईँ सुजस त्यो चाहिँ फिन्चो छ त अन्त ए साँच्चै नि फिन्चो एउटा मात्र छ नि केटाको फेरि ओरिजिनल फिन्चो दियो त्यही हामी चारजना छ Today we are off for our say.
यस्तो छ के भएको हिँडिसक्यो नि त म त हैन अब गुरु नानी सबैले पुरै बाजे बोजू सबैले हिँड्न सक्छ छैन as you can see here the way is pretty good here and everybody can walk here. It's not too long, not too short. It's in medium range here. What the? के रहेछ हौ सर के भनेर लेख्दैछ यहाँ चाहिँ छैन रे गुरु रिम्पुछे साँचप जे नाचे दोफु अरे यो चिन के हो भने हैन गुरु रिम्पुछेको आफूले डाइरेक्ट भने हगेको यो भन्न हैन साँचप भने पिचअप गरेको ठाउँ हो रे यो दिस इज द हैन केटा उता welcome to Jungeda, guys. Yung Ne Dra is a serene place of pilgrim located on the rugged mountain of Kacho village of Ha. Legend has it that the cliff where the Lakong is located will be source of treasure teaching in the future, which was hidden by the great master guru Rinpoche of the 8th century. Thus, the Jungni Dra means the place of origin of treasure teaching. This is in the sorry एकछिन ल यो चाहिँ के हो भने हैन राजाले धर्म प्रिसाइज गरेको रे दिस इज द प्लेस वेयर द किङ प्रिसाइज दि धर्म भन्नु होला हैन टेको भनेपछि त घुमन होतो घुमन वेलकम टु केटारे तर यहाँतिर आउनुहोस् अलिकति ख्याल गरेर आउनु होला भन्ने चाहन्छु है त यसरी त हल्का लड्नु पर्ने यस्तो पनि रिक्स रहेछ अनि यस्तो छ यहाँ पुगेर त यति छैन be careful guys there's railing survey site but you cannot see but be careful guys this is what I've seen now and enjoy the view here and let's explore Jungida together guys. Thanks for our
Cameraman out there. You know, it's just a दामी देखाइदियो मान्छे बाबा बाबा लोक गरेछ भने के कता हो कताको त्यसो यहाँसम्म आएर त सङ्गीतुङ किन सङ्गीतुङ गुरुङ उजा एकछिन यो चिन के छ भने 1000 जना सँगेको र गुरु रिम्पोछेको अब क्याप भन्नु कि टोपी भन्नु के छ अरे अब एक्जेक्ट वर्ड त ओइ एकछिन अरे यहाँ आउनु हौ उयो छ अरे हौ देखो 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 यहाँ हेर्दा होला होइन एउटा मात्रै होइन सबै अरे यो सबै सङ्गीतुङको अरे 1000 जना सङ्गीतको बुद्ध 1000 अफ बुद्ध द्याट्स के भन्नु होला क्याप भन्नु हो कि क्याप भन्नु होला इङ्ग्लिसबाट चाहिँ द्याट्स क्याप अफ thousands of Buddha and Guru Rinpoche here. माथि मसा त के छ कुनै माथि के छ कुनै के छ भनेर दिएको छैन नि हेर्नु दार्जिलिङ हुन्छ पर्दैछ नि यहाँ हाँ हो नि एउटाले यता चढ्न अन्त चोर्छु के रे जाँदैनौ नि चाहिएलो जाउँ बाँध्न सक्दैन नि जानुपर्छ जान्छ यहाँबाट चढ्दा हुनेछ त यहाँ जस्तो जतन गरेर पुऱ्यायो अरे जतन गरेर जाए बी केयरफुल गाइस जाऊ न त माथि के छ र हेरौँ न त के हुन्छ हौ अनि म रहेछ आयो आउने रे हामी थिम्पूबाट आएको भनेको बारे मेरो पनि यता चाहिँ फोटो खिच्नुपर्छ है ल मजा देख्दैछ केयरफुल नि पुग्यो भने नि यतै पुग्छ कहाँ जान्छ नि सजिलो छ क्या हो केटा रिस्की हो के बी केयरफुल म्यान त्यस्तो चढ्नुको लागि देशमा त्यसोमा पसेर पनि के गर्नु रुखमा चढ्नै त सक्दैन केटी हो केटीमा त के भन्नु केटै चढ्नु सक्दैन यसले त यतै दिन नजान नजान पट्टि आउनु 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 पट्टि पट्टि नचढ्नु माथि
छैन केफ मात्रै छ यहाँबाट कसरी आउँ अब यो माथि बसेको अब जान्दैन अब यो मैले त्यो यसो टेक्न अब यो माथि बस्छ दोरीमा समातेर झर्नु केटा यो यो नि टाइगरहरू जस्तो के हो टाइगरहरू त्यस्तो हो नि रुखमाथि चढ्नु जान्छ अरे तल झर्नु आउँदैन अरे नि त्यसको कहानी छ नि तिमी नि बिरालुले सिकाएको रे नि अन्त त्यस्तो टाइगरलाई हो बिस्तारै घेर बिस्तारै अन्त नावा अन्त खाने हो रहेछ अरे अन्त टाइगरले बिरालु चढ्नु सिकाएर जोड्नु सिकाएन अरे एकछिन बिरालोले दिएको अरे नि यसको ट्रेनिङ लास्ट पछि सिक्दा सिक्दै सारा सिकिसकेछ अरे सिकिसकेपछि उसले चाहिँ खाना अरे रहेछ नि गुरुले यस्तो गर्दा हुन्छ त्यसले त अन्त इन्डियन गुरुजीहरूले सिकाउँदैन होइन अन्त एउटा आफै खाने थालो किन लात दिने भनेर हाम्रो पहिला गुरुजीले त्यस्तो गर्छ अन्त साबुन खोल्नु चिन्दिन्छ हौ रेन्चहरू ल पुरा खोलिसकेर बनाउनु आँट्दाखेरि ल भाइ के रहेछ केटा माथि माथि के रहेछ खोइ जान सबै भाउ त उ लागिमा मैला लागेछ हुन्छ तर यस अहिले यो पानी पर्ने गर्दाखेरि यहाँ सबै चिप गरिएछ माथि नजानुलाई भए जान्छ होइन सबै मान त हो यहाँबाट रोड बाहिर छ हो फेरि गए चिप्लेर निधेर गएछ भने त शिवक मृत्यु हुन्छ त साथीहरू होइन जानु हुँदैन ठुलो कुरो मान त हो होइन यहाँबाट दर्शन यहाँतिर आउदाखेरि चाहिँ बी केयरफुल गाइस उनीहरूले यहाँ रेलिङ गरेर लगाएको रहेछ होइन तर पनि अब दिन कहिले बिग्रिन्छ त्यही पनि तर यहाँ अलि हिँड्दाखेरि चेकिङ गरेर हिँड्नु भन्ने चाहन्छु है त यसो छ बटन यसो छ सरी गाइस है यो भित्र त लान्दिनँ न क्यामेरा यहाँसम्म थियो होइन Oh, here you can able to see here like this. See here. पल्टिन्छ है केटा असल डुब्छु जामिदिन न रुख अब यहाँबाट डाइरेक्ट थकर पो टुरिस्ट देखियो देखि त लेखेको छ मेटी छ के हो के बुझेन नबुझेपछि आउनु पऱ्यो ल अहिलेको लागि एकछिन हामी यहाँ जुङ्गिन्डा छिन् जुङ्गिन्डाको दर्शन पाइसकेर चाहिँ अब चाहिँ जानेछु सबैले म कहाँ
आज एक दिन काका तपाईँहरू म सँगसँगै हिँड्नु ल तपाईँहरू टुर्सन लाँदै जान्छु है त काका म यहाँ मात्रै होइन थुप्रै हाम्रो यो योजना छ आज यो जुम्मिरा भयो सकेसम्म माथि शेखर ड्राइभ पनि जाने प्लान छ सबैले अनि त्यससम्म हिँड्नुलाई जान्छ है त फेरि एउटा छिन् आजदेखि चाहिँ होइन आजदेखि चाहिँ मेरो ब्लग चाहिँ नेपाली र इङ्ग्लिसमा दिउँ कि भनेर सोच्यो यति राम्रो चाहिँ छैन तर पनि हल्का होइन हल्का तपाईँहरूले बुझ्छ होला भने अब नेपालीमा यति त आउँदैन म ढुक्क हो होइन म खालको यति त आउँदैन तर पनि अब तपाईँहरूले मिलाएर बुझिदिनु होला होइन अब यति प्योर त बोल्नु सक्दिनँ तर पनि होइन म थाहा छ तपाईँहरूले बुझ्छ होला भनेर होइन कि कतिले अहिलेसम्म तपाईँहरूले हेरेर मेरो भिडियो हेरेर यस्तै साथ दिनुभएको छ फेरि अझै दुःख दिउँ कि भने सोच्यो होइन तपाईँहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ अलिक कमेन्टमा तपाईँहरूको लोकेसन चाहिँ लेखिदिनु होला भने चाहन्छु त्यसले चाहिँ मलाई अझै मेरो म यहाँ विश्वसनीय भुटानबाट छ भने आफ्नो ल्याङ्ग्वेज जोङ्खाबाट दिन सजिलो हुनेछ यहाँ र बाहिर देशबाट छ अब नेपाल इन्डिया भयो बाहिर भयो छ भने चाहिँ म अर्को अब हामीले मैले सकेसम्म तपाईँहरूले मनोरञ्जन दिनु र यसो दिनु प्रेस गर्छु होइन तपाईँहरूले यस्तै कमेन्टमा लेखिदिनु होला भन्न चाहन्छु yes I have already told you in Nepali please I am very pleased and happy and grateful to you all as you have been supporting me for a long time and I thought of and please for one I just want to request one thing in that please comment down from where you are watching from so that I can able to make the video according to your location and for example I'm from Bhutan and if my video is watching mostly from Bhutan I can make the video from my language Dzongkha and if you are watching from other countries or some other country like Nepal, India and all I will use this according to you all to comment okay let's gonna enjoy the vlog guys फेरि हैन म ब्लग हेर्यो हैन हेरेर ओइ यस्तो ब्लग राम्रो रहेछ अरू पनि हेरोस् मेरो छर छिमेकी साथीभाइलाई हेरोस् भन्ने सोच्छ भने सेयर गरिदिनु होला भन्न चाहन्छु अन्त फेरि यस्तो भिडियो हेर्ने चाहना छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला जान्छ है त अहिले म बोल्दा हैन आजको ब्लग नि अन्तिम गरिदिए है तर हैन अहिले त सुरुमा नै भएको है नि है त सुरु नि हो अहिले त अब थुप्रै छ अहिले त अझै अब बेसी बकबक नगरौँ है त तपाईँहरू बोर लाग्न सक्छ त्यसले गर्दा म यहाँ प्रकृतिको सुन्दरता देखाएर लान्छु है त यस्तै छ हजुर के भएर बडै काँचुली फेरेछ के अन्जली काँचुली फेरेर गएछ काँचुली फेरेछ नचाहिने काँचुली त्यहाँ जित्ताको लेस रहेछ कि साथीहरू कुनै उसको पनि थियो छ पहिला अञ्जली भन्ने नाम काँचुली फेर्दैछौ भनेर सुन्नुहोस् अझै के दिन कुरा हौ मायालु भनेर रजु पराएको गीत सुन्नुहोस्